दर्शकवृन्द, हामी यो अप्ठ्यारो बाटोतिर हिँड्दैछौँ। यो इन्डियापट्टिको भाग हो। महाकाली नदी तर्यौँ हामी। एउटा अलिकति ट्विन पनि हल्का थोरै विकसित भएको उहाँ दुईजना झोला बोक्दैछन्। नयाँ वर्षमा उहाँहरू माइत जानुभएको छ। दसैँ तिहार भन्दो रहेछ उहाँहरूले। यस्तो अप्ठ्यारो बाटो हिँड्दैछौँ हामी। यस्तो छ, यहाँ आज ब्लास्टिङ गरेछ, धुलोहरू उडिरहेछ। ओहो, कल्जु खोला। मेरो झोला नि बोकिदिनु भएको छ, नसकिया जस्तो छ। यहाँ त स्थानीय सानो नानीले चाहिँ यहाँ पहाड हेर्नु यस्तो उकालो। यो इन्डियाले बनाएको लिपुलेक जाने रोड चाहिँ हेर्दा थोरै भए पनि निकै रहेछ। हिँड होइन नानी, आउँछौँ हामी। हट्टे यस्तो छ हेर्नु त। हेट अब यस्तो अप्ठ्यारो छ। मान्छे बाँच्नको लागि कस्तो कस्तो ठाउँमा म रहनु पर्ने रहेछ भन्ने कुरो पनि देखिन्छ। एउटा चाहिँ यो सबै रोड खन्दा ढुङ्गा चाहिँ सेग्रिगेसन भएर बसेको अरे है। नाइस रक फर्मेसन। यो चाहिँ अलिकति क्वार्ट्जको भाग चाहिँ देखिन्छ। यो यस्तो लाइनिङ छ। अझै आइपुगेको छैन। खतरा बाटो। डोरी कहाँ पो लगाएको छ अरे? डोरी कता छ? रोडमा पुग्ने बेलामा पहिलाको पुरानो बाटो। माइत जानु नि गाह्रो पर्यो तपाईँले। यस्तो अजङ्गको पहाड हेर्नु मान्नै पर्छ। ल, कल्जु खोला यस्तो छ। माथि एकैचोटि हिमाल सुरु हुन्छ।